नमस्कार सबैजना कविता लेख्ने कोसिस गरेको छु। यहाँहरूलाई पनि मनपर्छ भने र मन पर्यो भने प्रतिक्रियाहरू दिनुहोला। अ, खासै धेरै अनुभव त छैन, यसो प्रयास चाहिँ गरेको छु। कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ पनि दिनुहोला भन्न चाहन्छु। र मेरो कविताको शीर्षक रहेको छ म ढुङ्गा जस्तै बन्नु छ। मलाई पनि अब ढुङ्गा जस्तै बन्नु छ, मनभित्रका आँधीहरूलाई मौनैमा सहनु छ। कसैको चोटले भाँचिए पनि भाँचिएको ठाउँमै फेरि मुस्कानले आकार कोर्नु छ। मानिसको बोली त धारिलो काँटा हुन्छ, तर ढुङ्गा जस्तै बनेपछि त्यो दुःख कहाँ सुन्छ। अरूको बाटो बन्न सक्छु, आफ्नो पीडा रोल्दै रोल्दै लुकाउन सक्छु। मलाई ढुङ्गा जस्तै गहिरो बन्नु छ, बाहिर कठोर भित्र अमर शान्ति बस्नु छ। जसले ढुङ्गालाई लात हान्छ उसै उसैको घर बनाउँछ। यही ढुङ्गाको आधार म पनि त्यस्तै चोटैबाट आफ्नो बल बनाउनु छ बारम्बार। कहिले पानीले भिजाओस् कहिले घामले पोलोस्, तर मनले गुनासो नगरोस्। वीरताको ढुङ्ग्रो जगाओस्। र यदि कहिले कसैले म भित्र टेकेर उचाइ छोयो भने सम्झनु ढुङ्गा भनेको सजिलै नदेखिने तर गहिरोसँग प्रेम गर्ने भन्ने। मलाई अब ढुङ्गा जस्तै बन्नु छ, टुटेर पनि फुटेर पनि उभिनै सक्ने अडिग आत्माको मनुष्य बन्नु छ। अडिग आत्माको मनुष्य बन्नु छ। धन्यवाद।